झट्ट सुन्दाखेरि त गिफ्टै जस्तो लाग्छ फेरि त्यसलाई अलिकति गहिरेर सुन्यो भने कसरी गिफ्ट होला त किनभने तपाईँको च्यानलमा आउँदैछ यो गीत त पक्कै हिट हुनेवाला छ हिट भएपछि त्यहाँनिर त्यहाँ पक्कै राम्रै रिजल्ट आउनेवाला छ होइन राम्रै डलर रिजल्ट आउनेवाला छ अब त्यो आउने डलर रिजल्ट पनि तपाईँ प्रियङ्कालाई गिफ्ट दिँदै हुनुहुन्छ कि हुनुहुन्न यदि हुन्छ भने चाहिँ गिफ्ट हुन्छ होइन भने चाहिँ यो चाहिँ होइन होइन यसको आन्सर म दिन्छु सबै आई थिङ्क सबै चिज मोनिटरी भ्याल्युजमा हेरिँदैन होइन जसरी उसले गीत बनाइदियो उसको च्यानलमा आउँदैछ उसको च्यानलको आफ्नो रिच छ यो हाम्रो सहमति थियो तर त्यसरी नै मेरो अल नेपाल टुरमा दुर्गेश फ्री अफ कस्ट आउँदैछ मसँग एभ्री ठाउँमा पर्फर्म गर्दैछ होइन त्यति मात्र होइन हाम्रो लभ फेसको इभेन्ट हुँदैछ श्रावणको त्यसमा पनि हाम्रो गीत भर्खर रिलिज भएको हो त्यसमा पनि दुर्गेश इज सिङ्गिङ दिस सङ एक्सक्लुसिभली हाम्रो कम्युनिटीको लागि होइन सो हरेक कुरा जब हामी कोलाबरेट गर्दा जहिले पनि पैसा हेरिँदैन आई थिङ्क मन हेर्नुपर्छ र को व्यक्तिले कुन हदसम्म तपाईँको लागि के गर्न सक्नुहुन्छ त्यो इम्पोर्टेन्ट हो पैसा त आउँछ जान्छ हातको मैलो होइन तर मन सफा छ र मनबाट तपाईँले सपोर्ट गर्नुहुन्छ भने आई थिङ्क त्यसको अगाडि पैसा एकदम फिक्का हो एकदम दुर्गेशजीले त्यो पनि आउने दिन्छु भन्नुहुन्छ कि भनेर सोचिरहेको कि मैले केही छ एमओयू केही छ तपाईँहरू बिच होइन मैले पछिल्लो समयमा 1 वर्ष भयो होला म्युजिक भिडियो नखेलेको र गीत ननिकालेको मेरो त्योभन्दा पछाडि यति धेरै भिडियो खेल्नको लागि अफर आयो यति धेरै गाउनको लागि म गाएन कि म अब सेलेक्टेड मात्रै गर्छु होइन र यो गीतमा पनि मैले भने नि अब प्रियङ्कालाई मैले गिफ्ट दिँदैछु भनिसकेपछि अभियसली अब आएको पैसा हामी कहीँ डोनेट गर्छौँ होला कहीँ अनाथ आश्रममा दिन्छौँ होला होइन हामीले चाहिँ मैले भने अहिलेसम्म दुर्गेशले लिन मात्र जानेको छैन कि दिन पनि जानेको छ हट मास्टर देखाइरहेछ त्यो फिल्म हेर्नुपर्छ होइन मास्टरिङलाई अहिले नै सबै भनिदियो नि त अनि फेरि गएर बेलुका रिपोर्ट बनाउनु अहिले विजय दुश्मन हेरेको हेरै भन्ने गीतमा चाहिँ प्रियङ्काजीले पारिश्रमिक लिनुभयो कि लिनु भएन कसले प्रियङ्काजी होइन काम गरिसकेपछि दिनुपर्छ सबैलाई होइन उसले आफ्नो डिमान्डको नलियो होला तर उसले चाहिँ तिमीलाई जति लाग्छ जति मन लाग्छ उति दिनुपर्छ भनेको चाहिँ मेरो किनकि म पनि आर्टिस्ट हो म कसैलाई मार्दैन त्यो कुरामा चाहिँ यो 12बाट 5मा यता आउनुको कारण अलि मस्तसँग खोलिदिनु न प्रियङ्काजी भदौ 12 आउने भनेको थियो होइन प्राय जस्तो न्युजहरूमा चाहिँ हाम्रो टक्सिकको रिलिज पछि हामी सरेको भन्ने कुरा तर हामी त्योभन्दा अगाडि नै सरिसकेका थियौँ एक्चुली होइन किनभने आफ्नो पहिलो चलचित्र लिएर आउँदाखेरि चाहिँ एकदम धेरै भिडभाड भयो कि 12 गते एकदम भिडभाडमा नआउँ जस्तो पनि लाग्यो र आफूले राम्रोसँग चलचित्र बनाएको छ मेहनत गरेर हामी भित्र मनदेखि जिउ ज्यान दिएर यदि प्रमोसनमा कन्टेन्टमा यताउतिमा हिँड्छौँ भने 5 गते आउँदा पनि हाम्रो फिल्म लगभग रेडी नै भइसक्यो सो 5 गते आउँदा पनि खासै